धन्यवाद सञ्चालक कमरेड। मदन भण्डारी फाउन्डेसन कैलालीको चौथो जिल्ला अधिवेशनका अध्यक्ष, कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथिज्यूहरू र यो जिल्ला अधिवेशनमा सहभागी सम्पूर्ण प्रतिनिधि र सहभागीमा मेरो व्यक्तिगत तर्फबाट हार्दिक न्यानो अभिवादन, लाल सलाम व्यक्त गर्न चाहन्छु। मदन भण्डारी फाउन्डेसनको यो कार्यक्रममा निम्ता गर्नुभयो, यसका निम्ति यो जिल्ला कमिटीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। सँगसँगै यो मञ्चसम्म बोलाउनु भयो, आभार व्यक्त गर्न चाहन्छु। यो गेटमा छिर्दै थिएँ म, आँखा एउटा ब्यानरमा पर्यो, म त्यतैबाट सुरु गर्छु। त्यो ब्यानरमा पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक गुण होइनन्, सिद्धान्तलाई व्यवहारमा लागू गरिँदैन, वचन अनुसार काम गरिँदैन भने, तिनलाई कार्यरूप प्रदान गरिँदैन भने तिनीहरू 2 पैसाको मोल पनि हुँदैन। कमरेड मदन भण्डारी भनेर यो गेटमा प्रवेश गर्दै गर्दा टाँगिएको ब्यानर हेरेँ मैले। यो सबै मञ्चसम्म आइरहँदा जुन तयारी, जुन किसिमको यो अधिवेशन, यो हामी उद्घाटन समारोहमा छौँ, यसलाई हेरिरहँदा चाहिँ यो बिचमा कैलाली जिल्ला कमिटीको पनि सचिवको हैसियतले कार्यकाल बसेँ, चलाएँ। जे सोच थियो त्योभन्दा बेग्लै यहाँ पाइयो र यो अधिवेशनको हल छनौट गरिरहँदा मलाई लाग्छ यो कमिटीले अलिअलि कमजोरी गर्यो। मदन भण्डारी नेकपा एमालेको फाउन्डेसनका रूपमा आज हामीले जनताको बहुदलीय जनवादलाई बोकिरहँदा त्यो शिरमा राखेर हिँडिरहेका एमालेहरू स्वाभाविक रूपमा यो हल हामीलाई पुग्नु पर्दैन थियो, पुगेन र यो हल पुग्दैन भन्ने दृष्टिकोण अलि कमिटीलाई पुगेन कि भन्ने कुरामा म अलिकति चित्त दुखाइ यहाँ यो उद्घाटन समारोहमा राख्न चाहन्छु। र पनि कैलाली जिल्लामा यो कार्यक्रम गरिरहँदा मलाई लाग्छ आयोजकलाई हाम्रा बीचका गतिविधिले यत्तिकै सानसानै कार्यक्रम होला कि भन्ने परेको थियो होला। नेकपा एमालेको पछिल्लो गतिविधिमा हामी संलग्न भइरहँदा सिद्धान्तका कुरा हामीले छाडेका छौँ, व्यवहारका कुरा पनि हामीले छाडेका छौँ। सायद त्यसै भएर पनि अलिकति यसलाई हामीले नजरअन्दाज गऱ्यौँ कि त्यति यसको होजलाई हामीले बोक्न सकेनौँ कि नेकपा एमालेका कार्यकर्ता आज पनि जनताको बहुदलीय जनवाद र त्योबाट प्रशिक्षित हुन चाहन्छन्, त्यसलाई जीवन पद्धति बनाउन चाहन्छन्, तर हाम्रा गतिविधिहरू त्यतातिर गइरहेका छैनन्। र अब मदन भण्डारी फाउन्डेसनको यो कार्यक्रममा जसरी उपस्थितिले हामीलाई घचघच्याएको छ, आज मलाई लाग्छ मदन भण्डारीको नाम बाहेक नेकपा एमालेका एक तहका नेतृत्वलाई सिद्धान्तको बारेमा केही पनि थाहा छैन। हामी पढ्न छोडिसक्यौँ। हिजोका दिनमा नवयुग भन्ने एउटा पत्रिका हाम्रो पार्टीको मुखपत्र थियो, त्यो सबै जिल्ला कमिटी सदस्यसम्म, त्योभन्दा तल हामीले चाहिँ सङ्गठित सदस्यसम्म त्यो पत्रिका पुर्याउँथ्यौँ। त्यसका वार्षिक ग्राहकहरू हामीले बनाउँथ्यौँ। त्यो मार्फत हाम्रा नेतृत्वका कुराहरू हामीले सुन्थ्यौँ। तर आज फेसबुकले लेखेका कुराहरू हाम्रा सिद्धान्त भएका छन्, आज ट्विटरमा लेखेका कुराहरू हाम्रो सिद्धान्त भएका छन्, भाषामा कहीँ फकालेका इमोसनल्ली बोलेका कुराहरू हामीले सिद्धान्तका रूपमा बोकेका छौँ, सनकका भरमा बोलेका कुराहरूलाई हामीले सिद्धान्त मानेका छौँ। त्योभन्दा बाँकी सिद्धान्तको गहिराइमा गएर हामीले हेर्ने गरेका छैनौँ। त्यो छुटेको छ, टुटेको छ, त्यसलाई जोड्न जरुरी छ। त्यसो भएर नेकपा एमाले भित्र मदन भण्डारी फाउन्डेसन छ, त्यसको जगमा बसेर मदन भण्डारीले प्रतिपादित गरेको जनताको बहुदलीय जुन सिद्धान्त छ त्यसलाई हामीले आम रूपमा सङ्गठित सदस्यसम्म मात्रै पनि लैजाने हो भने आज देशमा देखिएको राजनीतिभित्रको जुन विकृति छ, जुन एक किसिमको चाहिँ चरम निराशा छ, त्यसलाई चिर्नका निम्ति मलाई लाग्छ हामीले हाम्रो कार्यकर्ता पङ्क्ति तयार गर्नुपर्छ। आज त्यो देखिँदैन। व्यवहारमा सिद्धान्तमा कहीँ कतै जनताको बहुदलीय जनवादको यो एक लाइन बोल्ने बाहेक हामीले त्यो नीति कार्यक्रम के हुन्, कहाँबाट प्रस्थान बिन्दु छ, कहाँबाट कहाँसम्म हाम्रो लक्ष्य हो भन्ने कुरा सबै बिर्सेका हामी एमाले भइरहेका छौँ।
त्योभन्दा बाँकी सिद्धान्तले एमाले हुन सकिरहेका छैनौँ र फेरि पनि अरू थुप्रै हामी सँगसँगै बगेकाहरू सकिएका छन् राजनीतिमा। एमाले टिकिरहनका पछाडि नेकपा एमाले जनताको बहुदलीय जनवाद मार्फत जसरी प्रजातान्त्रिक प्रतिस्पर्धालाई आत्मसात गरेको छ त्यही सिद्धान्तले नेकपा एमाले टिकेको छ। मैले भने म छिर्दै गर्दा प्रतिशोध र पूर्वाग्रहको जुन राजनीति पछिल्लो चरणमा हामीले देखेका छौँ यो राजनीतिलाई जित्नका निम्ति र त्यो प्रतिशोध र त्यो प्रतिवादलाई बोक्नका निम्ति पनि सिद्धान्त त लैस भएको चाहिँ कार्यकर्ताको पंक्ति तयार गर्नका निम्ति यो चौथौं जिल्ला अधिवेशनबाट तयार हुने जिल्ला कमिटीले जिल्लाभरिकै योजना बनाओस्। त्यो जिल्लाभरि योजना बनिरहँदा जिल्लाभरिका नेकपा एमालेका संगठित सदस्य जनताको बहुदलीय जनवाद कि सिद्धान्तबाट प्रशिक्षित हुन्। त्यो कुरामा काहीँ कतै सुन्न पाइयोस्, त्यस्ता प्रशिक्षणमा भाग लिन एउटा श्रोताका रूपमा पनि उपस्थित हुन पाइयोस्, त्यो कुरामा पनि सम्झिरहनु होला भन्दै फेरि पनि यो कार्यक्रम सम्झिनुभयो। यहाँ उपस्थित भएर तपाईँहरूको बिचमा यो अधिवेशनको सफलताको शुभकामना दिने जुन अवसर प्रदान गर्नुभयो यसका निम्ति फेरि पनि यो जिल्ला कमिटीप्रति धेरै धेरै धन्यवाद व्यक्त गर्दै बिदा हुन चाहन्छु। धन्यवाद। लाल सलाम।